नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। चलिए हो गया चलिए हो गया। यतापट्टि चाहिँ हाम्रो बाबाजी बसिरहनु भएको छ। बोल श्री पशुपतिनाथ की जय हो। नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। कति मान्छे आइसक्यो, कति मान्छे फर्केर गइसक्यो। यता चाहिँ भजन टाइपको कथा सुनिरहनु भएको रहेछ। यतापट्टि हेर्न सक्नुहुन्छ यहाँनिर। आनन्दमय क्षणमा कोही पनि भक्तजनहरू, हाम्रो प्रेमी भक्तजनहरू, हृदयरूपी भक्तजनहरू कोही पनि वञ्चित नहुनुहोस्। भगवान पशुपतिनाथको प्राङ्गणमा अवश्य पनि एकचोटि हजुरहरू आउनुहोस् र भगवान पशुपतिनाथको दर्शन गरिसकेपछि महाआरतीको पनि दर्शन गर्न नभुल्नुहोला। महाआरती विदेशमा बस्ने हामी नेपालीहरू, कति नेपाली दाजुभाइहरू आउनु पाउनु भएको छैन। उहाँहरूले भगवान पशुपतिनाथको सान्निध्य प्राप्त गर्नु भएको छैन। त्यसैले पनि उहाँहरूलाई पनि बडो प्रेमले पशुपतिनाथ बेस्टी हाम्रो युट्युब च्यानलमा आएर जोडिनको लागि लिन चाहन्छौँ। त्यो हजुरको साथ सहयोगले गर्दा पनि हामीलाई महाआरतीलाई धेरैभन्दा धेरै ठुलो साथ सहयोग हुन्छ र हजुरहरूलाई पनि जीवनमा पुण्य लाभ हुन्छ, किनभने हजुरले पनि भगवान पशुपतिनाथको सान्निध्य प्राप्त गर्नुहुन्छ। र त्यस्तै गरी सबैजना भक्तजनलाई यो दिव्यमय यहाँभित्र चाहिँ हेर्न सक्नुहुन्छ। यहाँनिर बोर्डै राखिरहेको छ, त्यहाँनिर स्यामेरा युज गर्न पाउँदैन भनेर। हेलो नमस्ते एभ्रिवान। आजको नयाँ दिन र नयाँ भिडियोमा चाहिँ सबैजनालाई स्वागत छ। आज चाहिँ जाँदैछु म पशुपतिनाथ टेम्पल, जुन बारेमा चाहिँ हजुर सबैलाई थाहा नै छ। अब चाहिँ ढिला नगरी यहाँबाट अगाडि बढौँ है त। अब तपाईँहरूलाई म अगाडि बाटोमा मोटो भ्लगिङ सेटअपमा भेट्छु। सो अलराइट गाइज, अहिले चाहिँ म आइसकेँ मोटो भ्लगिङ सेटअपमा। अब चाहिँ यहाँबाट म पशुपतिनाथ मन्दिर जाँदैछु। म चाहिँ यता बानेश्वर हुँदै एयरपोर्ट साइडतिरबाट जान्छु। आज सरकारी बिधान छ, सो त्यति जाम पनि हुँदैन। त्यो बाटोहरू पनि खाली नै हुन्छ। त्यसैले अहिले चाहिँ म यो ताजल तलतिर छु। अब चाहिँ यहाँबाट अगाडि बढौँ। म चाहिँ बेलुकाको आरती हेर्ने ठ्याक्क टाइम मिलाएर निस्केको। यो टाइममा चाहिँ ठ्याक्क अब त्यहाँ पुग्दा ओर्दा आरती पनि सुरु हुन्छ। तपाईँहरूलाई म त्यहाँको आरती के कस्तो रे हुन्छ म सबैहरू देखाउँछु है त। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। अनि यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक पनि गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। च्यानलमा पुरानो हुनुहुन्छ भने चाहिँ बेल आइकनलाई अलमा दबाउनु होला, जसले गर्दा मेरो लेटेस्ट भिडियोहरू तपाईँको नोटिफिकेसनमा आइराख्नेछ। अब चाहिँ बिस्तारै अगाडि बढौँ। यतातिरको बाटोहरू चाहिँ यो खनेर अलि बिगारेछ। हो त्यहाँ अगाडिको त अझ जाम पर्ने ठाउँमै धुलो बाटो छ कि त्यहाँनिर। यहाँनिर नै हो यस्तो मेन बिजी हुने ठाउँमा बाटोको हालत यस्तो गरिदिएर राखेछ। सब खनेर बिगारेर एउटा ल्याएर खन्छ, अर्को ल्याएर बिगार्छ। अहिले चाहिँ अलिक गिटी हालेर हल्का मिलाएछ। हिजो अस्ति त लास्टै कष्टकर थियो बाटो। अहिले चाहिँ गिटी हालेर अनि पानी सानी छम्क्या रहेछ। त्यति
त्यति धुलोसुलो उड्नको लागि। यस्तो चोकमा चाहिँ कता कताबाट बाइक गाडीहरू आइदिन्छ थाहा नै हुँदैन भने हेरेर बिस्तारै जानुपर्छ। यस्तै मेन चोकमा एक्सिडेन्ट केसहरू धेरै हुने गर्दछ। यहाँबाट थापाथली हुँदै जाउँ। सायद आज भिडभाड त्यति नहोला त्यताको बाटो, अरू बेला त लास्टै जाम पर्छ। आज चाहिँ सरकारी बिदा भएको कारणले त्यति जामसाम पर्दैन त्यो बाटो। पब्लिक होलिडेको दिनमा चाहिँ पब्लिक भेहिकल्सहरू चाहिँ धेरै घुम्छ कि, प्रायः जस्तो मान्छेहरू अफिस जाने हुन्छ नि त सबैजना, अनि यस्तै बिदाको दिन चाहिँ सबैजना घुम्न निस्किरहेको हुन्छ। त्यसैले गर्दा पनि यो पब्लिक भेहिकलहरू चाहिँ अलिक बढी नै हुन्छ कि। इन्डियन गाडीहरू पनि आइरहेछ यतातिर, सायद इन्डियादेखि घुम्न आएको होला उनीहरू पनि। पशुपतिनाथ मन्दिरमा पनि टन्नै इन्डियनहरू आइरहेको हुन्छ। इन्डियनदेखि लिएर कुइरेहरू सबै देशको मान्छेहरू आएर मन्दिर सन्दिर भिजिट गर्छन्। जे होस् देख्दा चाहिँ मलाई राम्रो लाग्छ। यो भाडा गाडीहरूले चाहिँ लास्टै पेलेर हैरान पार्छ यार। ठ्याक्क गइरहेको हुन्छु, अगाडिबाट आएर पेलिदिन्छ। यतासम्म त बाटोहरू खाली नै देखिरहेछ, अगाडि चाहिँ के कस्तो हुन्छ हेरौँ। ल एउटा त्यहाँ चार्ज गर्दै फोन कानमा हाल्दै ट्राफिकले नि के हेरेर बस्छ कुन्नी। चार्ज गर्दा त्यो फोन गरिरहेछ, मेन त पड्किन सक्छ कि त्यस्तो गऱ्यो भने। कानमा फोन पड्क्यो भने त दिमाग पड्किन्छ होला यार। यो जाम छैन भनेको यस्तो जाम छ त यहीँदेखि के हो, जाममा परिन्छ कि क्या हो आज। यो जामसाम कटेर अगाडि थापथली चोकमा भेट्छु है तपाईँहरूलाई म। त्यहाँ अगाडि चोकमा मात्रै हल्का जाम जस्तो रहेछ, तर यता त खासै केही त्यस्तो जामै छैन कि, मजाले गइरहेछ। अरू टाइममा हो भने यो थापथली चोकमा लास्टै जाम हुन्छ। यो तिरपेश्वर थापथली यो अगाडि देखिरहनु भएको चाहिँ दशरथ रङ्गशाला हो। आज नि गेम छ क्या हो, मान्छेहरू त टन्नै छ त त्यहाँतिर। 11 देखि 19 पौषसम्म गेम रहेछ। NCF कि खै के पो लेखेको थियो त्यहाँनिर, त्यति राम्ररी हेर्न भएन मैले। अब चाहिँ यहाँबाट थापथली चोक आउँछ, थापथली चोकबाट लेफ्ट लागेर जानुपर्छ। अगाडि त जामै छैन त, यहाँनिर चाहिँ किन यस्तो जाम जस्तो गरे हो, किन हो कसो हो। मेन त यस्तो गाडीहरूले जाम गरिदिन्छ कि। ल अङ्कल बिन्दास पारामा हिँडिदिएर यार। अब चाहिँ बाटो नै खाली नै छ, सरर जानुपर्छ यहाँबाट। ठ्याक्क बेलुकाको आरती हेरेर अनि बिस्तारै फर्किनुपर्छ। आरती गरेको हेर्न चाहिँ एकदमै रमाइलो लाग्छ मलाई। प्रायः म घरमा पनि आफैले आरतीहरू गरिरहेको हुन्छु, घरमा पूजासुजा गर्दाखेरि बेलुका आरती गर्दा। ल हेर यो माइक्रो कस्तो कुदेर गएको यार, यस्तो कुदे हो केटाहरू यार। कुदेर अगाडि जान्छ फेरि अनि बाटो छेकिदिन्छ यार। कुदेपछि त्यही रफ्तारमा गइराख्नु नि, कहाँ न पुगोला जस्तो गरेर आउँछ,
फेरि अगाडि आएर बस्दिरहन्छ के गर्न खोजे हो। नसालो तिम्रो आँखैमा अगाडि त ग्रिन बलिरह सबैजना रोकेर बसिरह किन हो। ग्रिन बलेर रेड बलेपछि अनि जाने हो क्या हो। ल यो पठाओ सोल्टी हेर के गरेर बसिरह्यो। ल त्यो बसलाई कस्तो गाह्रो परिसक्यो यार। उता मेन बाटोमा मस्ती छ सोल्टीलाई। मान्छेहरू नि अलिकति दिमाग लाउनु नि यार। आफ्नो सहजको लागि अरूलाई गाह्रो पारिदिनु त भएन नि त। जाम हुँदैन भनेको यतातिर पनि हल्का हल्का जाम रहेछ। जाममै बस्दै बिस्तारै आउँदैछु म। अहिले यतातिर चाहिँ ट्याक्सीहरू प्लस बाइकहरू अलि बेसी रहेछ त्यसैले अलि जाम भएको रहेछ। नत्र त्यस्तो खासै जाम त हुने ठाउँ त होइन यो। अब चाहिँ यहाँबाट तिनकुन्ने आउँछ। तिनकुन्नेबाट चाहिँ लेफ्ट लागेर एयरपोर्ट हुँदै जान्छु म। अहिलेसम्म त घाम पनि लाग्दैछ। अहिले घाम गएपछि चाहिँ लास्टै जाडो हुन्छ। बिहान र बेलुका त काठमाडौँमा त लास्टै चिसो हुने क्या। पानी पनि त्यत्तिकै। पानी त यस्तो डेन्जर चिसो हुन्छ नि कुरै छोडिदिउँ। ट्याक्सीमा झन्डा कस्तो फरफराएको यार। कस्तो डेन्जर हल्लेको क्या। झर्छै क्या हो झन्डा हल्ली हल्ली। तर मजाले राखेको जस्तो नझर्ने पाराले। यस्तो डेन्जर हल्लिँदा पनि झरेको छैन अहिलेसम्म। कस्तो हर्न बजाएको हो यस्तो यो। अलिअलि जाम भएको ठाउँमा त आफूले पनि बुझ्नु नि यार। हर्न बजाइ गर्छ यार। बजाइ गर्छ। यहाँबाट गयो भने चाहिँ ठिक्क हुन्छ। हेर्न सक्नुहुन्छ गाइस बाटो पुरै खाली छ यहाँदेखि त। मजाको छ कि यतातिरको बाटो पनि। छुट्टै भाइब्स आउँछ कि यतातिरको बाटो हिँड्दा नि। हो त्यहाँ एयरपोर्ट माथि हेर्न सक्नुहुन्छ काम भइरहेको रहेछ। टिफरले माटो साटो बोकेर लाँदैछ। क्यामेराले चाहिँ नभेटेको होला तर मैले हेर्दा चाहिँ सबै देखिरहेको छु। तपाईँहरूलाई म एडिटिङ गर्दाखेरि जुम गरेर देखाउँछु के कति देखिन्छ हेर्नु। जोस बवाल बनाइरहेको रहेछ कि सायद चाइनाकै कम्पनीले बनाइरहेको होला यो। लोकल बस दुई साइडमा राखिदिन्छ यसरी जाम त परिहाल्छ नि। ल कहाँ जान हतार हुन्छ यार। यस्तो हर्न बजाउँछ त यार। साइड लाइन कताको बाल्यो कहाँ छिर्ने हो। राइटको साइडबाट बालेर। सो म चाहिँ एयरपोर्ट आइपुग्न लागेँ। एयरपोर्टको बाटो चाहिँ हेर्न सक्नुहुन्छ गाइस बवालै छ। यहाँ आउँदा चाहिँ पुरै विदेशमा आएको जस्तो भाइब्स आउँछ के।
विदेशमा हिँडिरहेको जस्तो। विदेशमा नि यस्तै यस्तै खालको रोडहरू, घरहरू, अपार्टमेन्टहरू हुन्छ नि त। सो हेर्न सक्नुहुन्छ गाइस, त्रिभुवन इन्टरनेसनल एयरपोर्ट मेन गेट चाहिँ अगाडि छ। ट्याक्सीहरू पनि त्यो अगाडिको मेन चोक चाहिँ एयरपोर्ट छिर्ने चोक हो। यहाँबाट राइट लागेर एयरपोर्ट छिरिन्छ भने म चाहिँ यहाँदेखि सिधै अगाडि पशुपति जान्छु। तपाईँहरूलाई नेक्स्ट भिडियोमा म भित्र एयरपोर्टमा नि के कस्तो छ काठमाडौँको एयरपोर्ट देखाउने नै छु। गाइज म चाहिँ पशुपति आइपुगिसकेँ। यही भित्र नै हो पशुपति मन्दिर। अब चाहिँ म माथिबाट जान्छु। त्यहाँ माथि बाइक पार्क गर्ने ठाउँ छ। यहाँ तलको चाहिँ पार्किङ पनि ठुलो बनाएर राखेको छ, तर तल चाहिँ पे पार्किङ हो। पार्किङ गर्ने ठाउँ हुँदै पे पार्किङमा चाहिँ के लगिरहनु होइन। सो म चाहिँ माथिबाट त्यहाँ माथि राखेर अनि त्यहाँबाट तल झर्छु। त्यहाँबाट नजिक पनि हुन्छ, सजिलो पनि हुन्छ कि। त्यसैले त्यहाँ अगाडि चोकमा पुगौँ। पार्किङमा पुगिसकेपछि तपाईँहरूलाई भित्र मन्दिर के कस्तो छ सबै म देखाउने नै छु। मेन ढोकाभित्र चाहिँ यतिखेर जान दिँदैन होला। सो बाहिर वरिपरि के कस्तो छ सबै देखाउने नै छु। पे पार्किङ चाहिँ यहीँनिर हो। यो चाहिँ अहिले बनाएर ठुलो बनाएर छ। पहिला चाहिँ उता कुन्नापट्टि सानो थियो भने अहिले चाहिँ यहाँ छेउसम्मै बनाएर छ। त्यो चोकबाट यता लेफ्टतिर झर्नुपर्छ। लेफ्टतिर होइन, राइटतिर झर्नुपर्छ। माथिपट्टि ठाउँमा आइपुगेँ। यहाँ माथिपट्टि पार्क गऱ्यो भने सजिलो हुन्छ। यहाँनिर चाहिँ खाजासाजा खानलाई होटेलहरू, रेस्टुरेन्टहरू पनि टन्नै छ। बाइक पार्किङ पनि फ्री हो। तल पार्किङ गरिरहनुभन्दा यहाँनिर बरु यो फ्रीको ठाउँमा आएर पार्किङ गर्दाखेरि ठिक हुन्छ कि। यहाँनिर भयो सेफ पनि छ होइन। अब चाहिँ यहीँ अगाडि पार्किङ गरौँ। कस्तो दामी देख्यो लुगा लगाइदिएर कुरलाई त। सो अलराइट गाइज, म चाहिँ पशुपतिभित्र छिरिसकेँ। अगाडि हेर्न सक्नुहुन्छ। यस्तो छ यहाँको। यतातिर चाहिँ लास्टै फ्लोर गरेर राखेको रहेछ। फ्लोर सोर सबै फाल्दो रहेछ। अगाडि चाहिँ कति राम्रो देखिरहेको छ कि भ्यू यहाँबाट चाहिँ हाइटबाट। र यहाँबाट अगाडि हेर्नु चाहिँ के कस्तो छ। यहाँ चाहिँ सिँढीको बाटो झर्दैछु म। बेलुकाको टाइम भने मान्छेहरू चाहिँ टन्नै आउनु भएर रहेछ। आरती सारती हेर्नुको होला। भित्रको मेन गेट चाहिँ खुल्दैन होला यतिखेर, तर आरती सारती हेर्नलाई चाहिँ हुन्छ। रमाइलो हुन्छ बेलुकाको टाइममा यतिखेर। यहाँनिर नि यो पेन्ट सेन्ट गरेर बवाल बनाएर रहेछ। पहिलाभन्दा चाहिँ धेरै राम्रो रहेछ। म नि अहिले धेरै पछि आएको यो ठाउँमा। पहिला भन्दा चाहिँ अहिले चाहिँ धेरै राम्रो बनाइसकेको छ। कलर सलर गरेर यो बाटोहरू पनि। तर मान्छेहरूले चाहिँ त्यो चाहिँ थाहा भयो फोहोर गरिदिएछ। तर ठाउँ चाहिँ एकदमै दामी बनायो है। अब यहाँबाट अगाडि मेन गेटमा देखाउँछु यता तपाईँहरूलाई म। जुत्ता खोलेर जानुपर्ने रहेछ। भित्रको मेन गेट चाहिँ खुल्लै रहेछ। त्यसैले अब चाहिँ हामी यहाँ अगाडि जुत्ता सुत्ता राखेर जान्छौँ। भित्र चाहिँ लास्टै भिड छ। त्यहाँनिर पनि जुत्ता राख्ने ठाउँ। त्यहाँनिर चाहिँ झोलासोला लिएर अनि जुत्ता राख्नुपर्छ। सायद सेभ हुन्छ। त्यहाँभित्र चाहिँ क्यामेरा युज गर्नु नपाउने रहेछ। त्यसैले म जुत्ता राखेर आएर बाहिर पनि निस्केपछि भिडियो खिच्छु है। हेर्न सक्नुहुन्छ गाइस कति चिसो भइरहेको छ बेलुका। यो भुइँको यो चिसोले चिसो आइरहेछ। अब चाहिँ अगाडिको मेन गेटमा छिरौँ है त। मेन गेटमा चाहिँ भित्र सबै खोलिरह भएर मेन गेटमा चाहिँ छिर्न नदिने रहेछ। अब चाहिँ जुत्ता सुत्ता खुल्यो। अब चाहिँ छिर्न दिइहाल्छ। अब चाहिँ तपाईँहरूलाई अगाडि मेन गेट देखाउँछ त्यहाँको। अब चाहिँ मेन गेटबाट भित्र छिरौँ है त।
ठुलो छ मेन गेट चाहिँ यता यता मन्दिरहरू बन्दैछ बाँदरहरू यहाँनिर नि मन्दिरहरू छ यहाँबाट डाइरेक्टको लुक चाहिँ यस्तो आउँछ वरिपरि 22 यहाँभित्र चाहिँ लास्टै रमाइलो भएर रहेछ रमाइलो ठाउँ छ कि आनन्द आउने भित्र छिर्ने बित्तिकै आज चाहिँ ठुलो एकादशी हो नि त सो मान्छेहरू पनि अलि टन्नै आएर हुनुभएको छ बिहान चाहिँ अलि धेरै थियो होला बेलुकाको टाइम चाहिँ अलि खाली खाली भइसक्यो त्यही पनि मान्छेहरू आउने नै जारी नै छ सक्नुहुन्छ यस्तो ठुल्ठुलो लाइटहरू पनि हालेको रहेछ यहाँनिर कि यता पनि छ टन्नै लाइटहरू छ राति लाइट साइड बालेपछि दामी देखिन्छ एउटा ठाउँमा छिट्टै अर्कै भाइब्स आउँछ कि यहाँभित्र छिरिसकेपछि हो त्यहाँनिर परेवाहरू पनि टन्नै रहेछ बाँदर मेरो अगाडि देखिरहनु भएको चाहिँ मेन गेट हो पशुपतिनाथको शिवजीको ठुलो मूर्ति बनाएर राखेको छ माथिपट्टि टपमा हेर्न सक्नुहुन्छ ओम लेखेर यो भुइँ चाहिँ लास्टै चिसो क्या यहाँनिर बेलुका बेलुका चिसो भएर बाबाजीहरू पनि घुम्दै हुनुहुन्छ यता यहीँ नै रहेको छ यहाँको पशुपतिनाथको मेन गेट भित्र मन्दिर छिर्ने ठाउँमा भित्र चाहिँ क्यामेरा स्यामेरा युज गर्न दिँदैन भित्र कता कता दिन्छ त्यहाँको फुटेजहरू म तपाईँहरूलाई देखाउनु नै छु अहिलेलाई चाहिँ यो मेन गेट हेर्नुहोस् यहाँको यहाँबाट माथिबाट पनि आउनु मिल्छ उताबाट त्यो दुइटाहरू कस्तो दामी देखायो त्यो कटिङ गरेर हो कि त्यस्तै हो होइन दामी देखेको छ मान्छेहरू पनि टन्नै आउनु भएको रहेछ यहाँनिर यहाँभित्र चाहिँ हेर्नु सक्नुहुन्छ यहाँनिर बोर्डै राखिरहेको छ क्यामेरा स्यामेरा युज गर्न पाउँदैन भनेर हेर्नु सक्नुहुन्छ तपाईँहरूलाई मैले भित्रको फुटेजहरू चाहिँ देखाउन पाउँदिनँ होला बाहिर वरिपरिको सबै फुटेजहरू देखाउने छु म चाहिँ भित्र दर्शन गरेर आउँछु अनि बाहिरको के कस्तो छ म तपाईँहरूलाई देखाउँछु है त पूरा आना चाहिए नाम भी पूरा चलिए हो गया चलिए चलिए हो गया सक्नुहुन्छ हो त्यो रातो लुगा लगाएको चाहिँ यहाँको मेन पुजारी हो जानु भइसक्यो भित्र अब हामी पनि बिस्तारै यता वरिपरि घुम्दै बाहिरतिर जाउँ अहिले चाहिँ लाइटहरू बालेर दामी बनाइसक्यो त्यो कुराहरू यतातिर फोटो खिच्नेकोहरू पनि टन्न लाइन छ वरिपरि हेर्न सक्नुहुन्छ मान्छेहरू इन्डियादेखि आएर रहेछ पशुपतिनाथ दर्शन गर्नलाई मन्दिर दर्शन गर्नु भन्दा नि फोटो खिच्नेको चाहिँ धेरै देखेँ थिएँ मैले अब चाहिँ यतै अगाडितिर वरिपरि तपाईँहरूलाई म देखाउँछु यता के कस्तो छ यतापट्टि चाहिँ हाम्रो बाबाजी बसिरहनु भएको छ बोल श्री पशुपतिनाथ की जय हो भक्तजनहरू चाहिँ राति राति पनि आइरहनु भएको छ होस् गर्नुभएको छ यता पनि टन्नै कति मान्छे आइसक्यो कति मान्छे फर्केर गइसक्यो यता चाहिँ भजन टाइपको कथा सुनाइरहनु भएको रहेछ यतापट्टि हेर्न सक्नुहुन्छ यहाँनिर
त्यसैले पनि त्यहाँ चाहिँ मन तपाईँहरूलाई म देखाउँछु यता सन्ध्याकालीन आरतीमा यता यहाँ गुरुजीले कथाहरू सुनाइरहनु भइरहेको छ। भगवान पशुपतिनाथको दर्शन गर्नको लागि पनि सबैजना भक्तहरूलाई हामी देश विदेशमा छरिएर बस्ने हामी जति पनि नेपाली छौँ अथवा सनातनीहरू छौँ सबैजनालाई हामी निमन्त्रणा गर्न चाहन्छौँ। विदेशमा बस्ने हामी नेपालीहरू कति नेपाली दाजुभाइहरू आउनु पाउनु भएको छैन, उहाँहरूले भगवान पशुपतिनाथको सान्निध्य प्राप्त गर्नु भएको छैन। त्यसैले पनि उहाँहरूलाई पनि बडो प्रेमले पशुपतिनाथ BHD हाम्रो युट्युब च्यानलमा आएर जोडिनको लागि लाइक कमेन्ट सब्सक्राइब सेयर गरी पशुपतिनाथ BHD हाम्रो फेसबुक पेजमा आएर जोडिनको लागि हजुरहरू सबैलाई हामी निमन्त्रणा गर्न चाहन्छौँ, आह्वान गर्न चाहन्छौँ। त्यो हजुरको साथ सहयोगले गर्दा पनि हामीलाई महाआरतीलाई धेरैभन्दा धेरै ठुलो साथ सहयोग हुन्छ र हजुरहरूलाई पनि जीवनमा पुण्य लाभ हुन्छ, किनभने हजुरले पनि भगवान पशुपतिनाथको सान्निध्य प्राप्त गर्नुहुन्छ। र त्यस्तै गरी सबैजना भक्तजनलाई यो दिव्यमय आनन्दमय क्षणमा कोही पनि भक्तजनहरू हाम्रो प्रेमी भक्तजनहरू हृदयरूपी भक्तजनहरू कोही पनि वञ्चित नहुनुहोस्। भगवान पशुपतिनाथको प्राङ्गणमा अवश्य पनि एकचोटि हजुरहरू आउनुहोस् र भगवान पशुपतिनाथको दर्शन गरिसकेपछि महाआरतीको पनि दर्शन गर्न नभुल्नुहोला। महाआरती भगवान पशुपतिनाथको सान्निध्यमा हुन्छ, ठिक्कै अगाडिपट्टि हुन्छ। हजुरले अहिले देखिराख्नु भएको छ, हजुरहरू काहीँ अलमल गर्नु पर्दैन। हाम्रो 3 नम्बर गेटमा आएर हजुरले देख्ने बित्तिकै हेर्ने बित्तिकै हजुरले महाआरतीको स्थान प्राप्त गर्नुहुनेछ। त्यहीँ आएर पनि बडो प्रेमले हजुरले आफ्नो परिवारको नाम टिपाएर महाआरती गर्न सक्नुहुनेछ। र त्यस्तै गरी हाम्रो 3 नम्बर गेटमा रहेको अफिस छ। सम्पूर्ण श्रद्धालु भक्तजनलाई म जानकारी गराउन चाहन्छु, पहिले पनि मैले जानकारी गराएको थिएँ। हाम्रो 3 नम्बर गेटमा आएर हजुरले प्रेमले सम्पर्क गरेर आफ्नो परिवारको नाम टिपाएर हाम्रो अफिस बिहान 8-9 बजीदेखि नै खुल्छ र सबैजना भक्तजनलाई जानकारी नै छ। 3 नम्बर गेट भनेको हजुरलाई यदि जानकारी छैन भने भगवान पशुपतिनाथको 3 नम्बर गेट कहाँ पर्छ भनेर सोध्नुहोला र उहाँहरूले बताइदिनुहुन्छ। 3 नम्बर गेटमा आएर हजुरले प्रेमले हाम्रो अफिसमा आएर आफ्नो परिवारको नाम टिपाएर पनि आरती गराउन सक्नुहुनेछ। त्यस्तै गरी भोलि पर्सिका दिनहरूमा आजको दिनमा पनि केही समय बाँकी नै छ। यदि सम्पूर्ण श्रद्धालु भक्तजनलाई हृदयदेखि भगवान पशुपतिनाथको सान्निध्यमा बसेर महाआरती गराउने इच्छा प्रकट छ भने हजुरले बडो प्रेमले महाआरती गराउन सक्नुहुनेछ। र त्यस्तै गरी भोलि पर्सिका दिनहरूमा हजुरको उपस्थिति होस्, महाआरतीमा सम्पूर्ण श्रद्धालु भक्तजनको उपस्थिति होस् भन्ने पनि हामी कामना गर्न चाहन्छौँ। र त्यस्तै गरी महाआरतीलाई हजुरले सहयोग पनि गर्न सक्नुहुनेछ। हजुरले गरेको सहयोग हाम्रो यस महाआरतीमै नै हुनेछ, महाआरतीमै लाग्नेछ। हजुरले गरेको त्यो सहयोग जसले गर्नुभएको छ उहाँहरूको परिवारको नाम हामी यहाँबाट वाचन गर्नेछौँ। आदरणीय सम्पूर्ण श्रद्धालु भक्तजनहरू र हजुरको साथ सहयोगले गर्दा नै हामी यहाँसम्म आएको छौँ र अगाडिका दिनहरूमा पनि हजुरले बडो प्रेम भावको साथमा साथ सहयोग गर्नुहुन्छ भन्ने हामी आशा गर्दछौँ र सम्पूर्ण हाम्रा प्रेमी हृदयरूपी भक्तजनहरू आउनुहुन्छ भन्ने हामी कामनाको साथमा भगवान पशुपतिनाथको यस सान्निध्यमा हुने महाआरतीमा सम्पूर्ण श्रद्धालु भक्तजनहरू आउनको लागि पनि हामी निमन्त्रणा गर्दछौँ। यो चिसो मौसम छ, यस्तो चिसो मौसमको बावजुद पनि हामीलाई सबैजना भक्तजनले बडो प्रेमले साथ दिनुभएको छ र अबको केही बेरमा हामी महाआरतीको प्रत्यक्ष प्रसारणतिर जानेछौँ। हाम्रो पण्डितजीहरू पनि आउने क्रम जारी नै छ र भगवान पशुपतिनाथको यस सान्निध्यमा हुने महाआरतीमा हजुरले सुरुदेखि अन्तिमसम्म महाआरती नसकुन्जेलसम्म हजुरहरू बसेर एउटा प्रेम भावको साथमा फुल प्रसाद लिएर जानको लागि पनि हामी अनुरोध गर्दछौँ। किनकि बिचैमा हजुरहरू गइदिनु भयो भने महाआरतीको यो दिव्यमय आनन्दमय क्षण हजुरले दर्शन गर्न पाउनुहुन्न र बल्ल बल्ल भक्तजनहरू आउनुभएको हुन्छ। त्यसै पनि बिचमा उठेर जानुभयो नि बडो प्रेम भावको साथमा हजुरहरूलाई खल्लो पनि लाग्दछ र भगवान पशुपतिनाथको यस महाआरती सम्पूर्ण श्रद्धालु भक्तहरू अन्तिमसम्म बसेर दर्शन गरेर विभिन्न मन्त्र गायनको श्रवण गरेर हजुरहरू जानको लागि हाम्रो पण्डितजीहरूको बाहुलीबाट फुल प्रसाद लिएर जानको लागि पनि हामी अनुरोध गर्दछौँ। सबैजना भक्तजनलाई हामी निमन्त्रणा गर्दछौँ कि हजुरहरू आउनुहोस्, बडो प्रेमले महाआरती गराउन सक्नुहुनेछ र भोलि पर्सिका दिनहरूमा सम्पूर्ण श्रद्धालु भक्तजनको उपस्थितिको हामी कामना गर्दै महाआरतीको पूर्व सन्ध्या गरी हामी 2 चरणा भक्ति सङ्गीतको साथमा बडो आनन्दित भइरहेको छौँ। जय शम्भु, जय पशुपतिनाथ, जय हो। सबैलाई भगवान पशुपतिनाथको शुभ आशीर्वाद प्रदान होस्। सबैको घर घरमा भगवान पशुपतिनाथको नाम गुन्जयमान होस्। किनभने भगवान पशुपतिनाथ भनेकै हाम्रो पहिचान राष्ट्रदेव देवादिदेव महादेव हुनुहुन्छ। उनको गुणगान हामी सबैले जति पनि हामी सनातनीहरू छौँ सम्पूर्णले हामीले भगवान पशुपतिनाथको गुणगान गाउन अति आवश्यक छ र सबैजना भक्तजनलाई आह्वान गर्दै बडो प्रेम भावको साथमा हामी आउनुहोस्, भक्ति सङ्गीतमा आनन्द लिनेछौँ। जय शम्भु, जय श्री पशुपतिनाथ, जय हो।
कृष्णाय वासुदेवाय देवकी नंदनाय च नंदगोप कुमाराय गोविन्दाय नमो नमः गोविन्दाय नमो नमः ओम नमो भगवते तुभ्यं वासुदेवाय धीमहि प्रद्युम्नाय अनिरुद्धाय नमः शङ्कर्षणाय प्रेमले मसँगै गाउनको लागि पनि अनुरोध गरे सबैजनाले कृष्ण मुरारी सुदर्शनधारी कृष्ण मुरारी सुदर्शनधारी मुरली बजाउने तिमी कहाँ छौ प्रेमले सबैले ताली बजाएर म एकचोटि भन्छु हजुरले अर्कोचोटि भन्ने जय श्री कृष्ण कृष्ण मुरारी सुदर्शनधारी कृष्ण मुरारी सुदर्शनधारी मुरली बजाउने तिमी कहाँ छौ मुरली बजाउने तिमी कहाँ छौ मध्याह्नी रातमा मथुरा छोडी वासुदेवको बन्धनलाई तोडी वासुदेवको बन्धनलाई तोडी कृष्ण मुरारी सुदर्शनधारी कृष्ण मुरारी सुदर्शनधारी मुरली बजाउने तिमी कहाँ छौ मुरली बजाउने तिमी कहाँ छौ प्रेमले ताली बजाएर बर्खाको पानी चरनले माडी बर्खाको पानी चरनले माडी यमुना घटाउने तिमी कहाँ छौ यमुना घटाउने तिमी कहाँ छौ कृष्ण मुरारी सुदर्शनधारी कृष्ण मुरारी सुदर्शनधारी मुरली बजाउने तिमी कहाँ छौ मुरली बजाउने तिमी कहाँ छौ गोपालको लागि गोवर्धन धान्ने गोपालको लागि गोवर्धन धान्ने गोपालको लागि गोवर्धन धान्ने कंसलाई मारी पाप हटाउने कंसलाई मारी कंस
कंसलाई मारी पाप हटाउने कृष्ण मुरारी सुदर्शनधारी कृष्ण मुरारी सुदर्शनधारी मुरली बजाउने तिमी कहाँ छौ मुरली बजाउने तिमी कहाँ छौ श्याम सुंदर भगवान को कृष्ण मुरारी सुदर्शनधारी मुरली बजाउने तिमी कहाँ छौ हे श्याम सुंदर। हजुरको यो दिव्यमय आनन्दमय ती वाणी भगवान श्याम सुंदरका ती नाममा ती राधा रानीको नाममा भगवान श्याम सुंदरको नाममा सम्पूर्ण श्रद्धालु भक्तजनहरूको यो जीवन सधैँभरि व्यतीत होस्। किनकि सुरुदेखि नै भगवान श्याम सुंदर भगवान भोले बाबन जय श्री रामको नामहरू हृदयमा आयो भने अन्तिम अवस्थामा पनि उनको नाम हाम्रो हृदयमा आउने गर्दछ र त्यसैले गर्दा पनि अन्तिममा पनि भगवान श्याम सुंदर भोले बाबनको नाम जपी जपी यो भौतिक शरीरलाई हामी त्यागेर एउटा दिव्य लोकको कामनातिर हामी जानेछौँ। आदरणीय सम्पूर्ण श्रद्धालु भक्तजनहरू, त्यसैले पनि सबैजना भक्तजनलाई यस्तो भगवानको नाम संकीर्तनमा जोडिनको लागि, भगवानको नाममा जोडिनको लागि हामी आह्वान गर्न चाहन्छौँ कि हजुरहरू सबैजना भगवानको नाममा बडो प्रेमी भएर हाम्रा प्रेमी भक्तजनहरू भगवानको नाममा जोडिनको लागि सबैलाई हामी आह्वान गर्दछौँ। किनकि जो सुख पावे राम भजनमै हो सुख नै अमीरमै भनेको छ। जति सुख भगवान रामचरणको चरणलाई भज्दा पाइन्छ त्यो हजारौँ करोडौँ धन सम्पत्तिमा पनि पाइँदैन। आदरणीय सम्पूर्ण श्रद्धालु भक्तजनहरू, हजारौँ करोडौँ धन सम्पत्ति कमाए पनि अन्तिममा त्यसलाई यही नै छोडेर जाने हो। त्यसैले पनि हामी सबैजना सम्पूर्ण भक्तजनहरू मिलेर भगवानको नाममा यो जीवन व्यतीत गर्नको लागि पनि र सम्पूर्ण श्रद्धालु भक्तजनलाई भगवान पशुपतिनाथको सान्निध्यमा हुने यो दिव्यमय आनन्दमय महाआरतीमा भगवानको नाममा डुबुल्की मार्नको लागि पनि हामी निमन्त्रणा गर्दछौँ। सम्पूर्ण भक्तजनहरू आउनुहोस्। विभिन्न मन्त्र गायनको साथमा हुने महाआरतीमा सबैजना भक्तजनलाई हामी निमन्त्रणा गर्न चाहन्छौँ। जय शम्भु, जय पशुपतिनाथ। भगवान पशुपतिनाथको शुभ आशीर्वाद सबैजना भक्तजनमा सधैँभरि बर्सिरहोस्। जय शम्भु, जय श्री पशुपतिनाथ, जय हो। आउनुहोस्, भगवान भोले बाबनको हामी नाममा एकचोटि ढुबुल्की मार्नेछौँ सबैजना भक्तजनहरूको प्रेमले। नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। सबैले प्रेमले मसँग गाउनु यति भगवानको नाम संकीर्तन गर्ने भोले बाबनको जय शम्भु। नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। सबैले बडा प्रेमले ताली बजाएर नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम
नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय शिव शिव नाम जपी शिव शिव नाम जपी शिव शिव नाम जपी यो जीवन बिताओ नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय सो यहाँ चाहिँ हेर्न सक्नुहुन्छ गाइज भजन चलिरहेछ भजन सजन नै हेरेँ मैले त्यो धेरै राम्रो भजन गाउनु हुँदो रहेछ उहाँले गुरुजीलाई चिन्नेले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ मलाई चाहिँ उहाँको नाम थाहा भएन अब चाहिँ बिस्तारै यहाँबाट अगाडि घरतिर बढौँ अँध्यारै भइसक्यो गुरुजीको नि युट्युब च्यानल रहेछ गएर युट्युब च्यानल सर्च गरिदिनु सक्नुहुन्छ मेरो सब्सक्राइब नगरिदिनु भएकोले चाहिँ मेरो पनि च्यानल सब्सक्राइब गर्न सक्नुहुन्छ र गुरुको च्यानल चाहिँ के हो थाहा भएन तपाईँहरूलाई थाहा छ भने तल कमेन्ट बक्समा भन्न सक्नुहुन्छ बाबाजीहरू बसिरहनु भएको छ ये मैं आया काम जब तेज चल रहा हूँ तो मामला बोले करती होगी आदरणीय सम्पूर्ण श्रद्धालु लाइटिङ साइटिङ पनि दामी हालेर चाहिँ यस्तो यो माथिपट्टि रिङ लाइट पारामा यो भर्याङ चाहिँ एकदमै भिड हुन्छ क्या त्यो बिहान बिहानै शनिबारको टाइममा यो माथिदेखि पुरै लाइन हुन्छ यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ यतापट्टि पनि यो पुरै सब भिड हुन्छ हेर्न सक्नुहुन्छ ओम नमः शिवायको मूर्ति छ लाइटिङ साइटिङ दामी पारामा हालेर चाहिँ स्टेडियमको पारामा हालेर चाहिँ लाइटिङहरू पनि माथि हाइटसम्म अब चाहिँ बिस्तारै यो गेटबाट निस्किनु थियो यही नै हो यहाँको मन्दिरभित्र प्रवेश गर्ने गेट अब चाहिँ अगाडि गएर जुत्ता निकाल्नु छ चिसो भएर यस्तै चिसो छ क्या राति टाइम खाली खुट्टा हिँडिरहेको छु म सो बाबाजीहरूको भेला भइरहेको रहेछ मेरो के हो जुत्ता खोल्नु पऱ्यो भनेर बाबाजीहरू रिसाइरहेको छ अब चाहिँ यहाँनिर जुत्ता राखेको छु मैले अब त्यहाँबाट जुत्ता निकालेर अनि अगाडि मोडो भ्लगिङ सेटअपमा भेट्छु तपाईँहरूलाई म सो अहिले चाहिँ यहाँभित्रबाट जुत्ता झिकेर हेर्न सक्नुहुन्छ जुत्ता लगाइसकेँ मैले अब चाहिँ जुत्ता लगाएर तातो भयो राति पशुपतिको नाइट भ्यू हेर्न सक्नुहुन्छ यो त्यहाँ अगाडि त्यहाँपट्टि धुपबत्तीहरू बालेर धुवानै धुवा आएर चाहिँ अब चाहिँ घरतिर लागौँ आजको यस भिडियो के कस्तो लाग्यो तल कमेन्ट बक्समा भन्न सक्नुहुन्छ आजको यो भिडियो चाहिँ यसमै अन्तिम हुनसक्छ भिडियो पनि धेरै लामो भयो होला अब चाहिँ भिडियोलाई यहीँ अन्त्य गर्नुपर्ने हुन्छ कति धेरै हान्यो भने त हानिहाल्यो नि पुरै बाटो घेरेर राखेको छ त अब चाहिँ यहाँबाट म बिस्तारै घरतिर फर्किन्छु
अब भिडियो चाहिँ यहीँ अन्त्य गर्नुपर्ने हुन्छ। आजको भिडियो के कस्तो लाग्यो तपाईँहरूले कमेन्ट बक्समा भन्न सक्नुहुन्छ। म सबैको कमेन्टहरू पढ्ने छु। यस्तै यस्तै भिडियोहरूको साथमा भेट्ने बाचा गर्दै आजलाई चाहिँ हामी छुट्नुपर्ने हुन्छ। तबसम्मको लागि सबैलाई बाई बाई, टेक केयर, गुड नाइट एभ्रिवान।